अब चाहिँ म तपाईँलाई 3टा एकदमै ट्रिकी क्वेसन के सोध्छ भिजा अफिसरले तपाईँले कसरी त्यसलाई ट्याकल गर्ने भनेर क्वेसन पनि भन्छु र त्यसको एन्सर पनि भन्छु है। सो यो 3टा क्वेसन तपाईँलाई 100% सोध्छ र तपाईँले यसको एन्सर चाहिँ एकदम राम्रो दिनुपर्छ है। लाइक अनि इफ तपाईँको एन्सर रङ भएर उनीहरू चित्त बुझेन भने प्रिलिफ विथ द रिजेक्सन डाइरेक्ट आउन सक्छ। सो फर्स्ट क्वेसन भनेको चाहिँ तिमीले स्कलरसिप एप्लाई गरेको छ कि छैन भनेर सोध्छ। बट रियालिटीमा चाहिँ हामीले स्कलरसिप त एप्लाई गरेको हुन्छ, बट भिजा इन्टरभ्यूमा चाहिँ सिधै भन्नुपर्छ कि मैले स्कलरसिप एप्लाई गरेको छैन, नो आई डिडन्ट एप्लाई फर द स्कलरसिप, सिधै भन्नुपर्छ है। तिमी एस भन्ने होइन, सिधै नो भन्ने, बुझ्यो। अनि त्यो सेकेन्ड क्वेसन सोध्छ कि लाइक तिम्रो ट्युसन फी चाहिँ कति हो भनेर सोध्छ। अनि तिमीले त्यसको एन्सर भनेको मेरो ट्युसन फी चाहिँ 756 युरो मात्रै हो भनेर भन्नुपर्छ। अनि तिमीले 756 भन्ने बित्तिकै तिमीलाई क्रस क्वेसन सोधिहाल्छ। बट इन द प्रिलिमिनरी समरी तिम्रो ट्युसन फी त 15,515 ओके 1556 युरो लेखाएको छ त। अनि तिम्रो चाहिँ 756 कसरी भयो भनेर सोध्छ होइन। यो क्वेसन 100% आउँछ। यसको एन्सर तिमीले के ट्याकल गर्नुपर्छ भने चाहिँ होइन, हामी चाहिँ अन्डर डेभलप कन्ट्री भएको कारणले चाहिँ हाम्रो प्रिलिमिनरी समरीमा चाहिँ 756 युरो मात्रै लेखेको। सो हामीले 756 मात्रै पे गर्नुपर्छ, 1556 त्यो डेभलप कन्ट्रीको लागि हो भनेर भन्नुपर्छ है, बुझ्यो। सो तिमीले चाहिँ प्रिलिमिनरी समरी राम्रोसँग पढ है। त्यहाँ 1556 युरो लेखेको छ, बट त्यो चाहिँ हाम्रो लागि होइन, हामी नेपालको लागि चाहिँ 756 युरो मात्रै हो है। यो क्वेसन तिमीले यसरी ट्याकल गर्नुपर्छ। एट द एन्ड लास्ट क्वेसन भनेको चाहिँ तिमी होइन इटली आयो भने चाहिँ तिमीले लाइक पछि लाइक तिम्रो बोयफ्रेन्ड गर्लफ्रेन्ड चाहिँ इटली तिमीलाई कोही राम्रो लाग्यो र तिम्रो बोयफ्रेन्ड गर्लफ्रेन्ड भयो भने चाहिँ तिमीले आफ्टर स्टडी चाहिँ तिमी इटलीमै उसँग सेटल हुन्छौ कि तिमी नेपाल फर्किन्छौ भनेर सोध्छ है। त्यसको एन्सर तिमी के भन्नुपर्छ भने चाहिँ होइन म नेपालै फर्किन्छु भन्नुपर्छ है। उसको भिजा अफिसरले तिमीलाई चाहिँ होइन तिम्रो माइन्ड चेक गर्न मात्रै खोजेको है। लाइक तिमी इटली बस्छौ कि नेपाल जान्छौ भनेर चेक गर्न खोजेको हुन्छ। तिमीले चाहिँ होइन म नेपाल फर्किन्छु, तिमीले त्यसको एन्सर जे दिँदा हुन्छ। मेरो नेपालमा गर्लफ्रेन्ड छ, बोयफ्रेन्ड छ, अरू मेरो इङ्गेजमेन्ट भइसक्यो, सो मैले बे गर्नुपर्छ मेरो। सो जे एन्सर भन्दा हुन्छ तर रिजन तिमी नेपालै फर्किन्छु भन्न है। सो यो 3टा तिम्रो ट्रिकी क्वेसन छ, 100% सोध्छ र यसको एन्सर तिमी यसरी ट्याकल गर है। सो तिमीले यसरी ट्याकल गर्यो र सबै क्वेसन एन्सर यसरी सबै सटिक छोटो मिठोमा ट्याकल गर्यो भने चाहिँ तिम्रो 100% भिजा लाग्छ। रिजेक्सन चाहिँ हुनै